साथीहरु अब हामी चाहिँ सेङ्जा वालिङ अब जाँदैछौँ पोखरादेखि। हामी अब पोखरादेखि ड्रिम वे हाम्रो चाहिँ मर्निङ हाइस काठमाडौँदेखि 11:30 बजे हामी चाहिँ पोखरा आइपुग्यो। शनिबार भएर होला सुनसान छ, हेर्नुस् मान्छे कोही आएको छैन। गाडीमा 5-7 जना मात्रै हुनुहुन्छ। हेर्नुस् ठिक छ, हेर्नुहोस् के छ, ठिक छ नि होइन। यहाँहरू भान्दाहरू सबै अब धेरै मान्छे हुनुहुन्छ, 2-4-6 जना मात्रै हुनुहुन्छ। अब स्मृति चोकदेखि हिँड्यो, हेर्नुहोस् हामी हिँड्दैछौँ, सेङ्गा जाँदैछौँ सेङ्जा वालिङ। हामी चाहिँ लाग्यो मान्छे कतिको पाइन्छ हेर्नुहोस्, मान्छे साह्रो फकाइ हाल्नुपर्छ। को त बहिनी जाने कि छन् सुनसान छ। हेर्नुहोस् पोखरा पुरै मान्छे छैन, सुनसान छ। हामी चाहिँ अब बिरौटा आउन लागि हेर्नुहोस् बाटो सुनसान छ। कोटीहमको भिड मात्रै छ। हेर्नुहोस् अगाडि अब पुरा चाहिँ मान्छे खालि बिरौटाको मात्रै पाइन्छ, कोटीहमको मात्रै पाइन्छ। हेर न के गर्नु। हेर्नुहोस् पोखराको कोटीहममा आज शनिबार निकै भिडभाड जाम छ। हेर्नुहोस् के गर्ने, यस्तो जाम छ। आज यहाँ मान्छे गरिम भएर मर्छन्, ढल्न बेर लाउनु भित्र। हेर्नुहोस् के गर्ने, भिडभाड पुरा मान्छेको लर्को छ हिँडेको उता। दुईतर्फी जाम भयो। अब हेर्नुहोस् भिडभाड छ कोटीहममा। बाफ्रे बाफ्रे, कोटीहमले गर्दा जाम परियो। हेर्नुहोस् हेर्नुहोस् यस्तै छ जाम। सब चाहिँ धर्म कर्म गर्न आएको मान्छेहरू। कति व्यापार भयो होला यहाँ। कृष्णमूर्ति महाराजले यहाँ एउटा धेरै ठुलो लडाइँ गर्नुभयो, विजय पनि प्राप्त गर्नुभयो। विजय कृष्णजी महाराजज्यूको म ठुलो भन्न चाहन्छु, यहाँ धर्म संस्कृतिलाई अन्त्य गर्नेहरूका विरुद्ध एउटा विजय प्राप्त गर्नुभएको छ। हामीले लडी नै रहनुपर्ने छ। हामी चाहिँ अब छोरेपाटन उकालो, उकालो सुरु भइहाल्यो। अबको 2 घन्टामा हामी वालिङ पुगिन्छ। के भयो हाम्रो चाहिँ बाटो मस्त पिच छ। गाडी कतै झेकल झुकल केही पनि हुँदैन। बाटो फराकिलो नगरे पनि यत्तिकै मजाले पिच गरिदिनु, साङ्ग्रै भए पनि गाडीलाई असर पर्दैन। कतै हल्ला चाहिँ बाटो फराकिलो गरेर हुन्छ, कतै हल्ला चाहिँ के छ यस्तो छ। हेर्नुहोस् के गर्नु, बाटो चाहिँ दबाई बनाएको छ सिङ्गवालीको बाटो। अब ठुलढुङ्गातिर आउनु लागिएको छ। बाटोको छेउछेउै कटेजै कटेज छन्। अब फेरि पारी टनेलै टनेल, पारीको सिटी त पारी।
हामी चाहिँ ठुल्डुगामा यहाँ च्याउ पाइन्छ भन्ने भयो 200 रुपियाँ किलो लैजाऊ न मिठो हुन्छ बल्ल खाना खाँदै हो दर्शन यता च्याउ पनि पाइँदैछ मिठो तरकारी खानु भएको छ अर्ग्यानिक तरकारी होइन सबै अर्ग्यानिक हो यहाँ सबै अर्ग्यानिक कहाँ रे यो ठुल्डुङ्गा कास्कीको कति नम्बरबाट 22 नम्बरबाट 22 नम्बरबाट है डल्ले खुर्सानी टक्क हामी चाहिँ च्याउ पनि पाइन्छ सबै पाइन्छ यहाँ गाडी रोकेर पिछा फेर्ने ठाउँ हो यो के छ सानो आसियामा पनि देखाइदिनु पर्यो युट्युबमा यता हेर त के छ दार्जिलिङ माइत नेपाल घर है कस्तो लाग्छ लाग्छ है माइत जानु मन लाग्दैन टाढा भयो है मम्मी बाबालाई चाहिँ त्यो पोखरातिर ल्याउनु पर्यो कि अब बेला बेला अन्त माइत गएर आएको नि होइन हस्पिटल माइत गएर जाने कहिले ल हाम्रो टाढाबाट बिहारको हार छिमेकी बुहारी नानी हेर्नुहोस् हामी चाहिँ पुरुलिया आइयो पुरुलियासँग गएर कास्की बोर्डर हो मौसम क्लियर छ पानी अझै चाहिँ नआइदियो हुन्छ खाजा घरमा हामी चाहिँ भालुपाडा हेर्नु भालुपाड भालुपाडाको बाटो अझै भएन सेङ्जा भालुपाड है सेङ्जाको भालुपाड है खैरी बोट लागेको छ भालुपाडको लुक्स कस्तो क्लियर छ गाउँडाँडाको नयाँ बजार पनि देखाइन्छ है हजुरहरूलाई गाउँडाँडाको नयाँ बजार एकछिनमा बाटो सुनसान छ शनिबार भएर होला केही छैन बाटोमा मान्छे पाइन्छ भालुपाडको नयाँ बजार है भालुपाड बजार हेर्नु साथीहरू यो गोदगोद सेङ्जा गोदगोदीमा हो यो इन्डियन गाडी यहाँ बसेको 12-15 दिन भयो हिजो यता फर्के आज यता फर्किया छ नजिकै जिल्ला प्रशासन नजिकै यसरी गरेर यहाँ के रिसर्चको लागि आएको हो कि केको लागि आएको थाहा भएन यो चाहिँ खोजी गर्नुपर्छ है अब खोजी गर्नुपर्छ हामी चाहिँ सेङ्जा बाडखोला आइपुग्यो बाटो बनाउँदैछ सेङ्जा बाडखोला हामी हेर्नुहोस् गर्मी छ बाटो मान्छे एउटा निस्कियो सब घरभित्रै मात्रै छ सेङ्जा बाडखोला आइयो है सेङ्जा बाडखोला कसले चिन्नुहुन्छ सेङ्जा बाडखोला ल हामी चाहिँ सेङ्जा आइपुग्न लाग्यो
प्रगति नगर आइएको छ हेर्नुहोस् हामी चाहिँ सेङ्जा आइपुग्यो है ट्याक्क सेङ्जा चोकमा आइगयो हेर्नुहोस् 1:30 बजे सेङ्जा आइपुग्यो 1:30 बजे सुनसान छ पेपर बन्द भयो जस्तै छ भाइ यो सेङ्जा कहाँ जाने हो लाउनु हामी चाहिँ सेङ्जा आइपुग्यो र हामी चाहिँ बरघारी आइहाल्नुहोस् 2 बजे काठमाडौँदेखि र चाहिँ सुनसान छ बरघारी पनि बरघारी कहाँ कहाँ जाने हुनुहुन्छ ल के हामी बरघारी आइयो साथीहरू र हामी चाहिँ राममाछा आउनु लागि हेर्नुहोस् राममाछाको पुलतिर आउनु लागि हामी होइन 2:15 बजे काठमाडौँबाट राममाछा आइदो रहेछ बाटो जाम नभएको खण्डमा जब पोखरामा आइदिहाल्दा बुझ्यो त्यो हाम्रो राममाछा हेर्नुहोस् हाम्रो घर भनेको यहीँ राममाछा है सबैले को पनि चिन्नुहुन्छ यो बजारमा आएर मलाई सोधेपछि म हजुरलाई पिकअप गर्न आउन सक्छु अब यहाँ भाइ बहिनीले हाम्रो क्यामेराम्यान अब यहाँ झर्दै हुनुहुन्छ ल आजको क्यामेराम्यान भयो भान्जा है होइन भान्जा नानी भाइ कस्तो लाग्यो यात्रा ठिक छ नि होइन कहिले फर्किने अब 31 गतेतिर ल सँगै फर्किनुपर्छ है ट्याक्क ल अब राममाछा हेर्नुहोस् ट्याक्क दामी छ है राममाछा